मौनिया बुझ्छ पानी गजबले ल आधो पानी दे पानी त दिएको भान्दैन भने जुठा हाल अर्का जुठो खान्छन् पैसा नभए किनेर खाने कति हाल्ने पैसा हाल तर उनले खाने ल अब 200 आउँथिन् न सबै हुन्छ ल अब तामाको भाउ भाँडो पर्छ जल खाने भनेको पुरा बढियो जल खाने किन भनेको हुँदैन आज मात्रै जलखाई ढोवारी राख दाम भनेको दाम दिनु पर्यो खुसी भयो भन्नु ल ती राखेर उसले पानी दिने नि होइन उसले जम्मै जान जान्ने खाना कहाँ यो सितो खाने होइन यस्तो बल्ले जानु नि पैसा झिक्नु त हजुर लाग्यो अब पानी छ म खोपाले फालन बाटे त अहिले पैसा झिक्नु ल अब यो पैसा झिकेर खाले तर मैले दिएको यो मलम भगवान तदेव चन्द्र बलम तदेव मङ्गलम भगवान अब दुईटै उठ पवित्र खोइ लाग्यो तुलैलाई अघि लाऊ अब मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरीकाक्ष तनम हरे तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव रजसा व्रतमानो निवेशयन्नर्कञ्च हिरण्यायेन सविता ल फुलै बस आफ्नै ठाउँमा बस ल उचालेर उता सारा चलाखै रहन्छ क्या मैले पढा जस्तै नआए बसाल्नु परेन अब परेन उसले तानेर बस्ने हो त्यसै बस्ने हो ऐचुटो आएको तानेर बसी त उसले आफू भन्दा सिकाएको थियो नि त ल अब तँ गाँठो फुका हो फेरि फुकाउनु पर्यो नि दुईटाले फुका दुईटैले यता ल्याऊ अब मैले जानेछु
तिम्रो 2 हात थाप्छ हाल्यो हालियो दुई हात थाप यसरी ल अब मेरो आज्ञामा रहेस् भन्नु तँ राख त्यहाँ र मेरो आज्ञामा रहेस् भने हृदयमा छौ ल राख रुलैका मेरो वचन नकाट्नु भनेर छोइदेऊ छोइदेऊ का हात आयो माथि माथि हात यहाँ हो यता हेर यहाँ ल अब त ऊ झिक्न पर्यो सिधो लियो त पाएको पुराना थन्काइदिनु अहिले तोएकै ठाउँमा राख्नु तपाईँले राम्रो सुन्नुभएको किन लजर दिँदा तेल लगाइदेऊ अब तेल लगाइदेऊ त कहिले यता हौ उता लाग्नु ल हात हाल्यौ त दिदी ओ भयो ल लगाइदेऊ ल अब यो खाइयो झिकेर कपाल गर्नु गर्दै नि कपाल सलक्क डिस्को बार्दै ल अब ऐना दिने हेर्न हेराइदिने ऐना ल अब उसलाई तेल लगाइदेऊ त तिमीले ल तेल लगाइदेऊ त तेल लगाइदेऊ कपालमा लगाइदेऊ न राम्री हराउनु पर्यो यहाँले पर्छौ कपाल च्याप्छ माइत जाने भयो भन्ने आउँछ भने भन के अरे डिजाइनको कपाल कोरा डिजाइन हो ल ऐना देखाइदेऊ पर्ख है राम्रो लाग्यो बासी राम्रो राम्रो छ ल अब त्यो बिर्को लाउँछ त्यो पल्ट अब त्यो बाक्सा साक्सा यो जम्मै हात हाल्यो मैले पाइयो ल देऊ देऊ ल ल बुझाएको हिजो बुझाएको सुधारेको आज काम चलाएको आज सुधारेको अरे हुन्छ कि हुन्छ नि ल त्यो दाउरोले होइन ल 10 रुपियाँ राख त ल पहिले उता हाम्रो खुजिरहेको अहिले साट्यो नि फेरि साट्यो जित्ने हो शेर्ने हो के सेट फाल त होइन त्यो पैसा थिम यसो पैसा राख पहिले फेरि पहिले ल त तान्नु ल खाएन यसरी फाल्देऊ ल पैसा लैयो दुईटै पैसा लैयो जितेपछि 17 18 कौडा खेलेको फलामको जुवा हो भारती पुष्पाञ्जली दान अविशेष हुन्छ
त्यो पैसा नरमेकदण्डं पीताम्बरं त्रिनयनं परमं पवित्रं उद्य दिवाकरनिभो जलकान्तिकान्तं विघ्नेश्वरं सकलविघ्नहरं नमामि नमः सर्वविघ्नहरे त्रयीमयाय तिरुवनन्तधारिणे विरञ्जनारायण शङ्करस्मै लक्ष्मीके पङ्कजाक्षी निवसतभवने भारती कण्ठदेशे वर्धन्तं बन्धुवर्गं प्रहलदेशं प्रथमान्यास यं वर्म वेदवे वेदसङ्गपदाकं मञ्जरी गायं ध्यानं ध्यानापत्यगतिं मनसा पश्यन्ति यं यकं वेदसोनं वेदरात्रिगुण देवाय तस्मै नमः मंत्र सकलं बरामालिका माला लक्ष्मी भगवते तस्मै व्यासाय नारायणी वदामि नाम देवी जगदीश्वरी लाई मन महाराजेर मागमैना दुईटै यानी हो त्यो त सुरासुराना भगवान सर्वद्वान जानकारी पुष्पाञ्जलि मेथि सुगाइ नित्यम ल बस अब आत्मतुण्ड विवाह जके कर्मणि कर्तुं चतुर्थी कर्मणि कर्तुं मुक्त धूपमाग्रापयामि दीपं दर्शयामि ल अब दुना राख बाँकी आज राखेर पूजा पाप हम पाप कर्मा पाप हम पाप सम्भव पाप हम पाप कर्मा पाप हम पाप मैले सुहा भन्दाखेरिमा तपाईँले तुरुको पार्नु है हिँडेर हिँडेबाजी हाल्यो त्यहाँ सबै हाल्यो मुखमै खानम सर्वलोकमै खानम ल भयो यो त्यो अब दियो समाज यो उता सारा तिमीले होइन यो उता साराले अलिक जोडियो समाधान चपरैसँग समाधान चपरैसित भित्र लाग्यो मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वजौ मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय हतनम ल पर बाबु श्रीश्वरी भवरात्रि पार्श्वे नक्षत्राणि रूपमसिनो व्यासं कसले निमापत्ति कसले क्यारो यो पैसा ल तो यो पैसा लिनु लाग्यो त ल मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनम हरि तदेव लग्नं सुदिनं तदेव दुईटै ओम मण्डे हिताय च जगद्धिता कृष्णाय गोविन्दाय नमो नमः अब तिमीहरुलाई लाग्यो ओम लक्ष्मीस्ते पंकजाक्षी निवसतभवने भारती कण्ठदेशे पर्यन्तं बन्धुवर्गं सकलरिपुगणायन्तु पातालदेशं देशे देशे च कीर्तिप्रसरित भवतां कुन्दपुष्पेति सुराज्यबद्धं पुत्रपौत्रै सकलसिद्धैकानुसदैः आत्मतुण्ड विवाह चतुर्थी जगे कर्मणि कर्तुं च विद्यवान बुद्धिमान पुत्रवान धनवान आयुवान रोगहरणवान विद्यवान भव नमस्कार ओम श्री सर्वरात्रे पार्श्वे नक्षत्राणि रूपमसिनो व्यासं मुखमै खान सर्वलोकमै खानम आत्मतुण्ड विवाह जगे प्रसादमस्तु चतुर्थी कर्मणि प्रसादमस्तु सौभाग्यवती आयुवती विद्यावती बुद्धिवती पुत्रवती सर्व सौभाग्यवती भव ल अब पाइने हो ल
चाहिँ बाहिर खिचौँ न अहिले के भएर नातिनी खेलाउनु परेको छ पहिला नाति चाहिएको छ ल भनिदेऊ अब लोर्के नाति पाऊ है लोर्के नाति आमालाई के चाहियो सुन्यो होला भयो अब आफू हाल्ने मात्रै छ पालले गर्दा क्या पाल हिजो अस्ति लगाएको थियो भने चाहिँ बनाउने ठाउँ तयार भएको भए ट्याक्टरको हुन्छ पाल बनाउने दाइलाई नि लिन जानु पर्यो क्यामेरा लगाइले ल तारा घरै नचिने केटाहरू नाम पल्टी मारेर कसेर हान खाइसक्यो बल्ल आउँछु छोड़ दे गर्ने अब भन्नु कि चाहिँ झार्छन् सभाको न
दुईटी दिदीबहिनी ट्याक्राको उस्तै हुनुहुन्न त गरे ठ्याक्कै दुरुस्तै ल औली मान्छे झन् औलामा बस्नुभयो नि एरिया छ यतै बस्नु भन्नाले तपाईँहरू चाहिँ नि 5 जोडी दिदीबहिनी कि कसो नभयो आयो रेकर्ड भइरहेछ होइन होइन घरमा नै फेरि कहनु पर्यो दिँदैन आज हालिदिने मन्टो छ है ल भयो सलिड ए किन आउनु आफूले कता गएको त ल्याउने 11 मान्छे देख्नु त गएको त बिउ नमार्ने है यो डोको दिन बार्ने त्यो भल्ल घादा बजा ल करता है पागल इश्क बिना दो एक लम्हा कटता नहीं एक पल इश्क तो यारो वो यारो करता है पागल जो इश्क ना हो तुम्हारे नाम जिंदगानी है चाँद की जिंदगी में वो हर कहानी है कोई माने ना माने बात अपनी माने सच्चे आशिक है बस इतनी ख्वाहिश है जब बात दिल को मेरे सच्चा याद है हम सच्चे आशिक हैं
आउनलाई त लगान रहेछ तिमीलाई पनि मलाई झै भरेछ दाइको बिहेमा धर्मै हुन्थ्यो सालीले जौवन दिएमा छोरालाई त लगाले छ पछि बाजा बज्दा नि बनरो यो राईको बिहेमा सम्झाउने मेरो कामदैको बिहेमा धर्मै हुन्थ्यो जन तिमीले भनी छौ के ठानी दिदी बहिनी देउरानी जेठानीमा धर्मै हुन्थ्यो सालीले जौवन भन्छ एउटै ठुलो आँटा साडी नबनाऊ मन नबनाऊ दाइको बिहेमा धर्मै हुन्थ्यो नमस्ते रञ्जा नमस्ते रञ्जा दिदी छन्नी किन पिरमा नि दाइको बिहेमा साउन्ड बन्द गर है पुरा अहिले बनाउनु पर्यो नानीले परिबनाउनु पर्यो
फुल जी गर्नु यहाँको फुल देखिए आला हात दिनु ढोगा लोरके नाति भाउजूको धोको लोरके नातिको अलि हात माथि ल्याएर लाग्यो पनि तल राख्नु न हात के गर्नु चप्पल लाएर
दाइले भन्नुभयो मलाई के भन्न मन लाग्यो अर्को के भनिदिन्छ के थाहा नि हैन हैन पढ्दै भनेको मन त मैले पनि त्यही गीत भन्नु दिदीले भनेको दिन नै गयो धेरै छ नि जस्तो लाग्छ धेरै छन् नि जेठा छ हो र जेठा चाहिँ भागो चाहियो भागो भागो देवी
जेवानी बुहारी मेरो बिहामा नाति जन्त जाने होस् भन हाम्रै नानी टिका लगाइदिनु त पर्ने ज्वाइँले नि साथै हो घर जाना पर्छ लगाइदिएर अरे भागे टक्का लाउँदै हराउँदैन क्या नसाउने कुरो नि गर्ने हो होइन दिदी हुन्छ म कसरी सकेर मेरो हो मेरो
देवरा दाइलाई त बोलाउनु त होइन छैन अब दिदीलाई मेरो साथी हुन्थ्यो नि मम्मी मम्मी अब मम्मी गइहाल्यो दुलिया त मेरी पो हुनुभयो उसकी त अब दुलिया त अर्कै भयो नि दुलिया त अर्कै भयो ठुलोमा भन्न पाइएन हजुरआमा भन्न पाइयो हजुरआमै हुनुभयो हामीले कुरो पहिले नै कुरो भएको कि नातो नहुने देउरा दाइलाई त बोलाउनु पर्यो बालो बोलाइ त यता हो दाइ हेर्नु पर्यो का क्या ढाँट्नु दिनु पर्यो पैसा नि मिलाएको भन्ने हो आमाले त खोज्ने भन्ने हो र नानी कि हजुरआमाले खोज्नु उहाँ गएपछि थाहा हो उहाँ गएपछि थाहा भयो का नगएपछि भयो उहाँ गएका हुनाले यहाँका बुढा काम गरेपछि त पिँढै ठुलोआमाले भने थाहा छ बसिहाल्यो आज त अब बिदा भयो आज खान पनि मिल्दैन त्यस्तो मैले खान्न अर्को छ बोलाएर नि सरकारले एउटै आशी छ नि यहाँ खुवाइ मेरो आज मार हिँड्नु छामेर गाईतिर खानु हुन्छ छोडिदिनु भयो भने आज दिन्छु भने जहाँ जाने छोडिदिएर आउँछन् भन्नुभयो छोरी त दियो ल के लाउँछ राजेन्द्रको आइटम हामीले पनि भनेको अब कुन खुवाउनुहुन्छ नि अब नातिकै बिहा खाने पहिला कि बुहारीलाई माया राखेको एकपल्ट अलि मुन्टा देखाएर लक्ष्मी यहाँ आइनकै यतातिर आइने आइहाल्छ नभए यहीँ आउँदैन ड्युटी ल
हजुर खिचियो गरे हजुर ल हेर्नुहोस् ल गतिला बेला त म त पर्दिन का दुःख मात्रै गर्ने बेला हो असियारे नभइनी भएन नि क्या छोडो त नानी यहाँ मेरो यत्रो काम त कति थाहा मनले दिने आज त जीवन बनाइ उठु भन्दा गुलियो बनाइ परेवाका जोडी जस्तो राम्रो भयो हुन पर्ने कुनै दिन केही नराम्रो नभइकन श्रीमती भनेर तिमीले नि तल नपारे मेरो बा विज्ञान ल्याएका छौ अब अहिले अति मेरो चाँडै नै जन्मनाले बुवा चाँडै सम्झी हुनुभयो भने तिमी पनि पुत्र फल पनि लाओस् यतापट्टि फेरि पढाइ बिग्रन्छ भनौला र बिहारौला हेर यस्तो भन्न पाइँदैन हेर पुरो पसल होइन त आशीर्वाद दिने मान्छे आउनु भएको रहन्छ लास्टमा झन् काल रात्रि नमस्ते कालिका कालमा साया मालिका भवानी भगवती 56 कोटी दुर्गा दाइना अब यही सौभाग्यवती सबै पितृ भक्ति ज्ञानी सबैको सेवा माया आदर सबै ऐमा पुरा तिमीहरूको जोडी म जोडी भयो मेरो बा पुत्र फल पनि लाओस् फेरि यस्तो हाम्रो पढाइ कमाउँछ कि भन्ने अनि हुन्न मौका छोड्यो भने फर्काउँदैन मौकैमा विचार गर्नु मौका विचार त छोडियो भने त जान्छ ल्याउने तिमीलाई लगि त म मात्रै आइछु बरु तिमीले पनि आशिक देऊ हजुरआमा यस्ता कि यस्तै हजुरआमा हुम के अरे अहिले सबै यहाँ आउन सक्नुहोस् भन दियरको ल्यामा पनि यत्तिकै टाँटी दियरको ल्यामा पनि यस्तो टाँटी मैले पनि यही नै होला म झन् एकाइ आयो बनाइ छोप्न के अर्थ भने नि अरे म फुर्सदका बेलामा पाइजान्छु अब मलाई भन पनि के भयो यति पहिले आकी बुहारी यति सबै कि तिमी फेरि श्रेष्ठ हुनुपर्छ नि फेरि अब हामी पनि यति बढेकै आउन मलाई माथि चित्त नजाओस् म कमजोरै नै हुन्छु म मान्नेलाई मान्नै पर्छ भन्नेमा गएँ अब हामीले अब फेरि अब छोरो जन्म भनेर भोज खान आउन पाइयोस् त्यति हो अब आशिक अब पढाइ त गरिहाल्छ त्यो पढिहाल्यो रहेको धोको आइले भल्ला बाबुले पुर्यायो बालै घरमा रहेको सबैको छोरा गानीमा नाचिदेऊ सबैको छोरा गानीमा नाचिदेऊ
कोही जाँदैन आबाता आएको माता ढोका कोही जाँदैन आमा बसेकी थिए हाम्रा भाइलाई बसेकी थिए हाम्रा भाइलाई अझमा सिरा हो त नि है हामी त गाली गर्ने मात्र हो उहाँ दाइलाई पनि जिम्मेदारी आयो जिम्मेदारी त होइन अब मेरो ठुलै मैले श्रीमतीको सम्मान गर्न चाहिँ जस्तै घरमा पनि अनुहार जस्तो छ व्यवहार पनि त्यस्तै हुनुपर्छ रूप भन्ने कुरा लोग्ने मान्छे पनि सक्ने मान्छे पनि दुलाका दुलाइ गर्ने चाहिने त गुने हो क्या अब बुढी बजै ल तपाईँलाई पनाती पनि भित्र आउनुहोस् पाऊँ मात्र होइन बिहा पनि गर्न पाऊँ भन्नुहोस् ल भयो हार्दिक बधाई राम्रो बुहारी पाउनु भयो चन्द्रमा जस्तै छ तपाईँको बुहारी जस्तै हृदय लक्ष्मी जस्तै छ के राम्रो लक्ष्मी राम्रो सीता जस्तै राम्रो सीता छ तपाईँहरूले निमन्त्रण नगरे भए पाङ हेर्न पाउने थिएन ल भयो ऊ हुन्छ नि हेर्न राख्न बिहाको काम यस्तो निकाल्ने भनेको त ठिक छैन लाग्यो खिच्नुमा खै देख्नुभयो तल ढल्केको राम्रो आवाज त ठिक छ यो दर बनाऊ न यता हेर्ने यतातिर टाउको यतातिर के दुइटैले यतातिर हेर्नु पर्यो नि हेर्नु त अलि नजिक टाउको रेडी पर्ख एकछिन पर्ख लगाएर भयो बुढाले गाली हाल्छ नि जस्तै हेर्ने ल भयो थोरै धेरै क्लोज नबनाउनु र त्यो त एकदम ठिक भयो बस्छु म यता हेर्नु गफ गरेर अस्ति गरौँ न उता
उनको त ठिक छ मुन्टो यसो नाच्नु नि मुन्टो मात्रै लान्छ नि हात लाने हो र भाजेको एकदम राम्रो खेतै छु रेडी भन्नु है Muestra só. ठिकै छ राम्रो आएछ त त्यहाँ ल्याइहाल्ने ढाका होइन यता क